अघि म बसे जस्तै बस्नु हो सर घोडामा लाग्छ घोडा अलिक पर गएको न तिम्रो सबै त सुट जान्छ हात हाल्न ट्राई त गर यस्तो है लेफ्टको चाहिँ होइन यस्तो ए अन्त त्यहाँ हेर त यस्तो गर्नु त त्यो बिचमा तल दुईटा औँला हो त्यहाँ साइडमा यो बुढी औँलाले हेर्को चढ्ने कि ओ या गर न गर लेफ्टको युज गर्ने त्यो मिलाउ न अर्को हातले तपाईँको नङले बिग्रिन्छ त्यही त नाकुन छ त्यो बुढी मिलाले गर न हुन्छ उही भयो त पुरै यस्तो काम गर्छ तिमीले पहिलाको जेनेरेसनमा हरप्पन सिभिलाइजेसनको बेलामा आवेज भर्खर नि त अलिक थिच न अनि अलिक डिप हुन्छ नि त गहिरो अरे दादा स्पिड छैन नि त खिच्यो स्पिड हुन्छ हेर्नु कता ए अच्छा हुन्छ सबै माटो माथि उछिटेलाई धेरै स्पिड भएर एक्सिलेटर जस्तै धेरै जोडले थिच्नु पर्दैन हुन खोज्दैछ यसो गर न हेर यो फिङ्गर अलि ताना यता यसो गर त औँला यस्तो गर्ने हेर्नु त छोड्ने उहिले मलाई आउँछ यस्तो लाग्छ मलाई ताना क्या कसरी ओके ए भयो त फेरि बिग्रियो नि त बिग्रियो छैन गोल गर्ने भए यस्तो गर्ने यस्तै अङ्कल कुट्न चाहिँ नकुट्नु ल जिस्काएको कस्तो बनाउने गोलो के बनाउने बल बनाउने कि के बनाउने आई थिंक यस्तो बनाऊ त्यो त क्रेजी हुन्छ होला है सक्दैन होला गाग्री बनाउने भए यस्तो त्यो अम्ला बिचमा हाल्नुपर्छ होला के कस्तो बनाउने के फ्लावर सानो फ्लावर पोट टाइपको भास टाइपको फ्लावर भास त्यो गाग्री होइन कि दाइ त्यो फुल राख्ने फुल राख्ने कस्तो फुल राख्ने कस्तो राम्रो आउँदैन त्यस्तो हुन्छ ओइ भयो त भयो बिग्रिन्छ होला भयो भयो है ठुलो गर्नुपर्छ होला है त्यो भयो भयो बुझ्दैछ अब त एकछिन अङ्कलले निकालिदिन्छ होला के गर्नु भइरहेको थियो बिगाऱ्यो कि होइन अलिक उच्च बनाउनु खोजेको थियो ए पातलो भयो त्यो धेरै पातलो भयो अरे त्यो पातलो भयो भने चुरेर हुन्छ ए त्यो राम्रो छ त के भन्नु अहिले क्याप्चरिङ ट्याप त क्ले हो नि एक्चुअल क्ले द वान वी खाऊ तिमीलाई ल्याइदिन्छु नि मलाई त मन पर्दैन खाएको थिएँ पहिले मिठो भएन पता चलिरहेको है त्यही भएर दिमागमा ओइ कस्तो राम्रो हो त तिमीले बनाएको नि हो आर्ट एन्ड आर्टिस्ट अब यसलाई सुकाएर लानु छ होला नि त होइन यसलाई कसरी लानु मिल्दैन यो घाम लागेको छैन अब केमा यो भट्टी केमा अब हुँदैन हुँदैन त्यही घाममै सुकाउनु पर्ने हुन्छ अब मैले यो लानु पर्यो भने चाहिँ के गर्नु अब लग्दाखेरि के कसरी मलाई चाहियो नि त अब मलाई यही चाहियो नि त प्लास्टिकमा यसरी लगे मात्र हो बिस्तारै हुन्छ त्यसरी पनि त्यस्तो है लेफ्टको युज गर्ने दुइटा के लेफ्ट टु ए दुइटा छुटाउने यो बुढी औँला यहाँ तल यस्तो यसले कचाएर पहिला प्लेट दुईवटा अम्ला पुरा नाकुन मासु खान्छ यसले गहिरो बनाउने यसले चाहिँ कचार्ने